मेरा लोग्ने ब्रिटिस आर्मीमा जागिरी भएर गएको अहिले 11 वर्ष बित्यो। घरमा भएका 2 छोरीलाई बोर्डिङमा बोर्डस गरेकी छु। म केही गर्दिन, बसी बसी खान्छु। घर बनाएर बाँकी रहेको करेसाबारी छ, तिनै फुल गुडमेल गर्छु। प्याज, धनिया, काउली, सिजनल तरकारी रोप्छु। बजारमा तरकारी किन्न जानु पर्दैन। पछिल्लो समय श्रीमान छुट्टीमा आउँदा एक टिपर किनेर जानुभयो। गाउँमा सामान ढुवानी गर्ने गाडीहरू उति साह्रो थिएनन्। त्रिशुलीको बालुवा मात्रै बोक्दा पनि फाइदा हुँदो रहेछ। 26 लाख नगद बुझाएर बाँकी पैसा ब्याङ्कबाट लोन लिएको थियो। दिनकै 4-5 हजार आम्दानी छ। साँझ परेसी चालक बिक्की तामाङ आउँछ, पैसा बुझाउँछ, जान्छ। सोझो छ चालक पनि। मलाई इमान्दार मान्छे असाध्य मनपर्छ। खेतीपातीहरूलाई कमाउन दिएको थियो। म पनि केही समय उतै लन्डनमै बसेको थिएँ। यतातिरको व्यवहार बिग्रने सम्भावना देखेर श्रीमानले गल्छीमै बस भन्नुभयो। छोरीहरू च्यापेर आए। गल्छीको घर सडक छेउमै छ। चालक गजुरीको सधैँ टिपर आँगनमा राखेर ऊ घरमा जान्छ। खाजा खान र गाडी चढ्नु भनेर तलब बाहेक उसलाई दिनको 300 दिने गरेको छ। एका बिहानै आइपुग्छ। कसको ढुवानी गर्ने ऊ आफै व्यवस्थापन गर्छ। अलि सोझो छ केटो। 1 महिना अगाडि एउटा पुलको लागि बालुवा, गिटी, छड, सिमेन्टको ढुवानी उसैले पारेको थियो। बेलुकी निकै अबेर हुने भयो भने फोन गर्छ। घरको मूल गेट खुलै राखिदिन्छु। कुनै कति बेला गाडीभित्र हुन्छ अनि टिप्परमै सुत्छ। बिहान झिसमिसेमै चिया खाजा लगिदिन्छु। खाएर निस्कन्छ। असाध्य मिहिनेती छ। यस्ता मिहिनेतीले श्रीमती पनि सजिलोसँग पाल्छन्। भर्खर 21 वर्षको भएमा साउने भन्छ। तामाङको बच्चा खाइ लाग्दो छ। कमाएको पैसा पनि कुनै हिनामिना गर्दैन। सबै टिपको हिसाब बुझाउँछ। गाडी बिग्रियो भने टिप पाइएन यसो त्यसो गुनासो गर्दैन। जे दियो हात थापेर खान्छ। बाबुआमा गरिब छन् रे। कहिलेकाहीँ तिउन तरकारी फलफुल पठाइदिन्छु। 15 दिन अगाडि त्रिशुलीबाट कालो दाल किनेर ल्याइजा भनेको 2 पाथी ल्याएछ। 1 पाथी लैजा भनेर दिएँ। चामल तेल आफै किनिदिन्छु। कहिलेकाहीँ चाउचाउ 1-2 कार्टन पनि किनिदिन्छु। लैजान्छ। बाबुआमा खुसी छन् रे। 2 महिना मात्रै भयो बिक्कीलाई राखेको। पहिलाको चालक अलि बुढो थियो। अल्छे पनि त्यस्तै। अराएको मात्रै गर्ने। आफ्नो विवेकले काम नगर्ने पुरुष। काम छैन, हटाइदिए। अनुहार पनि घिनलाग्दो थियो। मुख गराउने वास्छ। कहिलेकाहीँ त बिहानै लोकल कुदाको पिएर आउँथ्यो। बेलुकी गाडी आँगनमा नहुलेसम्म डर लागिरहन्थ्यो। यो बिक्की त भाग्यले पाएको। सफा सुग्घर गर्छ। गाडी पनि चम्काउँछ। आफू पनि चिटिक्क परेर हिँड्छ। एक दिन फोन गरेर पनि राति 12 बजेसम्म आएन। पिर लाग्यो। फेरि फोन गरेँ। आइसकेर पनि गाडी आँगनमा हुलिसकेछ। राति तल आँगनमा हेर्छु। बिचरो टिप्परभित्र कसरी सुत्यो होला यो जाडोमा जस्तो लाग्यो। राजमार्गबाट नाइट बस कुदिरहेका थिए। छिमेकी पनि चकमन्न सुतिसकेका थिए। माथि गल्छी चोकमा आगो बालेर केही मान्छे हल्ला गरेको सुनिन्थ्यो। तल ओर्लिए आँगनमा बिक्की चालक क्याबिनमा लुगा भाटो मिलाएर सुत्न लागेको रहेछ। त्यो दिन अलिक जाडो थियो। बेलायतदेखि नै। बेलुकी कहिलेकाहीँ अलिकति पिउँथे। श्रीमानले सिकाएका। उतैबाट आउँदा ड्युटी फ्रीबाट 4 बोतल ल्याएकी थिएँ। कहिलेकाहीँ दिक्क लाग्छ। उता लन्डन हुँदा श्रीमानसँग नाइट क्लब गएको याद आउँछ। अरू पनि के याद आउँछ। याद मात्रै आएर पो के गर्नु। कल्पना, चाहना, इच्छा, काङ्क्षा, जीवन, जिन्दगी, जवानी सबै दबाउनु पर्दो रहेछ हामी स्त्रीले। झन् छोरीहरूलाई बोर्डस गरिदिएपछि कस्तो एक्लो फिल हुन्छ। आधा रातको त्यो दिहीमा उज्यालोमा बिक्की हाफ प्यान्ट लगाएर सुत्न लागेको रहेछ। चिसोले कामे होला भनेर बुबादार मलमलको ब्ल्याङ्केट बोकेर आएकी म एकछिन त अक्क न बक्क भए बिक्कीको सुडुल तिग्रा देखेर। उसले पनि अलिक लाज मान्यो र हत्तपत्त त उलियाले छुप्नु पर्ने ठाउँ। पैसाको बिटो हातमा थमायो मेरो। उसले सोचेछ म आजको टिप्परको हिसाब किताब बुझ्न आए कि भनेर। उसले माथि क्याबिनबाट नै पैसा गनेर दियो। ठ्याक्कै 9,000। कस्तो कुरा गर्न मन लाग्यो आज उसँग। नजिकैबाट हेरेको मैले उसलाई आजै हो। आँगन छेउमा बलेको धीमा उज्यालो लाइटमा उसको मुखाकृति स्पष्ट देखे। कस्तो सफा छ यो केटो। कतै दाग धब्बा महिलो केही छैन। कपाल पनि कस्तो कर्ली परेको। मङ्गुल भएर पनि बाहुन जस्तो।
पहिलाको चालक त वरिपरि जाने नहुने गराउँथ्यो। बिक्की असाध्य सफा, भर्खरैको उर्लन्दो भैँसको पुरुष हो बिक्की। उर्लन्दो भैँसको पुरुषको शरीरबाट एक प्रकारको बेग्लै मादकता बास्न आइरहेको हुन्छ। बरु मैले हुइस्की पिएको थिएँ, थाहा पायो भने के गर्नु? बेके, हजुर म पैसाको हिसाब माग्न आएकी होइन नि लाटा। ठिक छ नि साउनी, बिहानै टिप गर्न जानु छ, यत्रो पैसा किन बोकेर हिँड्ने भनेर हो। के खायौ त? माथि नारायण दाईको होटलमा भात खाएको। जाडो भएको छैन तिमीलाई? छैन नि। यस्तो चिसोमा झन् हाफ प्यान्ट लाएर बसेको? पख, म माथिबाट ट्र्याक सुट ल्याइदिन्छु। म माथि पुगेँ। श्रीमानलाई भनेर किनेको एउटा नयाँ ट्र्याक सुट दराजमा थियो। दराज खोले, प्लास्टिकमा प्याकिङ गरेको थियो। खोले, यसो हेरेँ, राम्रो कलरको छ, सुहाउँछ बिक्कीलाई। अलिकति एक पेग थप्न मन लाग्यो। फेरि सोचे, के भयो त? मेरो जिन्दगी मेरो मर्जी, म आफ्नो इच्छाले पो बाँच्ने हो। तल बिक्की मलाई कुरिरहेको होला। कस्तो खाइ लाग्दो छ बिक्की, लजालु छ अलिकति, तर उसको शरीर त बाफ्रे। खोइ किन पो आज मलाई बिक्कीको किन यति धेरै माया लागेको? पिएर पो हो कि? नहोला त्यस्तो त, पिएपछि पुरुष पनि यस्तै मात्ति नै होलान् है। के गरौँ जस्तो, हाँसौँ जस्तो, नाचौँ जस्तो, गाउँ जस्तो। झ्याल खुलै थियो। त्यतितिरबाट बग्दै आएको चिसो हावाले गालामा छोएर भाग्यो। माथि झ्यालबाट बिक्कीलाई क्याबिनमा देखिन्छ। उसलाई थाहा छैन मैले उसलाई हेरिरहेको छु भनेर। क्याबिनको बत्ती बालेर एउटा कापीमा के लेख्दैछौ? उसको सुडौल शरीरमा मेरो आँखा मात्तिएर उसैतिर तिरहान्छ। आँगनमा एउटा बैंसले भरिएको युवा एक्लै छ। म माथि छु। आज अर्कै तरङ्ग दौडिरहेको छ शरीरमा। यसो तरङ्ग जो पहिला कहिले भएन। झ्यालबाट निस्फिक्रे बिक्कीलाई हेरिरहेकी छु। रात सकमन्न छ। बिक्की कहिले कापीमा लेख्छ, कहिले मोबाइल चलाउँछ, कहिले झ्यालबाट यसो बाहिर हेर्छ। ऊ पक्कै पनि मलाई नै कुरे जस्तो लाग्छ अहिले। मात चढेको बेलामा यो मनले के कस्तो सोच्दो रहेछ। आज आफैलाई अनुभूति भयो। पुरुषहरू नसामा मात्तिएर छिल्लिएका कुरा गर्छन्। श्रीमान नसा पिएकै बेलामा कस्तो मात्तिनुहुन्थ्यो। साँच्चै बिक्कीलाई पनि एक पेग पिउन दिउँ कि क्या हो? जेत्तो पर्ला, मिचरा जाडोमा लगाओस् एक पेग। आखिर त्यसको पनि शरीर, त्यसको पनि मन, त्यसको पनि भैँस। के भयो त? पियोस्, माथि नै बोलाएर पिउ भन्छु। तर लजालु छ। म लाज मान्नु पर्ने, ऊ चाहिँ लजाउँछ। मोरो काले। रातको 12 बजेर 17 मिनेट गयो। बिक्कीलाई एउटा ओप्पोको मोबाइल किनिदिएको थिएँ 2 हप्ता अगाडि। धेरै पढे लेखेको छैन, तर सबै एप्लिकेसन चलाउँछ। निहालेर हेरेँ माथिबाट। ऊ मोबाइलमा के फिल्म हेर्दैछ। सोझो सम्झेकी थिएँ, तर कस्तो चलाक रहेछ बिक्की। ओहो, म त विस्मित भएँ। जिउ नै ढक्क फुलेर आयो। फेरि अर्को एक पेग थपेँ। बिक्कीलाई रेडी गरेको लुगा पुर्याउन तल ओर्लिएँ। गएर क्याबिन झ्याल ढकढकाएँ। बिक्कीले टिप्परको क्याबिन खोल्यो। मैले लुगा दिएँ, उसले लुगा समात्यो। उसले केही बोलिदिए हुन्थ्यो भनेर सोचेकी थिएँ, केही बोलेन। ऊ झ्यालबाट मलाई हेर्दैछ। उसको आँखामा मेरो आँखा जुझ्न पुग्यो। ऊ लजायो। मलाई अघि नै थाहा थियो ऊ लजाउँछ भन्ने। म नाइट गाउनमा थिएँ। एउटा बर्कोले छाती छोपेकी थिएँ। यति जाडोमा अलिक न्यानो लुगा लगाउन पर्थ्यो, तर मैले जान लगाइन। छाती अलि खुलै राखेकी थिएँ। आँखामा गाजल पनि थियो। ओठमा गुलाबी कलरको ब्रान्डेड लिपस्टिक पनि लगाएकी थिएँ। मैले चाहेकी थिएँ उसले छातीमा हेरोस्, नभन्दै हेर्यो बिक्कीले मेरो छातीमा। उसले हेरेपछि उसलाई पत्तै नहुने गरेर मैले छातीको बर्को अलि तल झारेँ। ऊ झन् लोभिएर हेर्न थाल्यो। कस्तो खुसी भएँ म। अर्कै उन्माद, अर्कै रमाइलो, अर्कै तरङ्ग मगमगायो शरीरमा। ऊ माथि थियो, म तल थिएँ। राजमार्गमा लगातार चलिरहेको गाडीको ध्वनि पनि रातको निस्तब्धतामा चर्को सुनिन्थ्यो। बिक्की लगाउन लुगा, जाडो भयो भनेर ल्याइदिए झन्। भोलि लगाउँछु नि, हुन्न साउने? हुँदैन, अहिले नै लगाऊ। हस्, एकैछिन है त। बिक्की क्याबिनको झ्याल आधा खोलेर अलि भित्र पस्यो। म तल टिप्परको छेउमा उभिरहेँ। मनले माग्न थाल्यो उसले लुगा फेरेको हेरौँ र उसँगै न्यानिएर क्याबिनमा सँगै बसौँ। अलिकति कुर्कुच्चा उठाएर माथि हेरेँ। ऊ अलि लजायो, लुगा फेर्यो, न्यानो भएर झ्यालबाट हेरेर मुस्कुरायो। मलाई खुसी लाग्यो। जे होस् मैले भनेको मान्यो, मेरो इच्छा राखिदियो। मेकी, तिमीलाई न्यानो भयो?
अब म सुत्न जाऊँ? हस्, म पनि सुत्छु। केही खाने मन छ? भर्खरै खाना खाएको, भोक छैन। मैले किनिदिएको मोबाइल मन पर्यो नि तिमीलाई? एकदम मन परेको छ। सबै साथीहरूको भन्दा मेरो राम्रो रे। जतन गरेर राख, नहराऊ, कसैलाई छुन नदेऊ। हस्, खोल पनि हाल्छु भोलि। मन परेको फिल्म डाउनलोड गर न, माथि वाइफाई छ। हो र? भोलि अलिक छिटो हुन्छ, 2 टिपपछि फ्री। भोलि अलि छिटो आऊ, त्रिशुलीबाट फ्रेस माछा पनि ल्याऊ है। माथि उक्लिएँ। कोठाभित्र आएपछि पो चिसो लाग्यो। म स्त्री, मेरो चाहना भन्न भन्दैछ। मैले मनको कुरा भने म उत्ताउली हुन्छु। नत्र म उसको मालिक नि, म जे पनि गर्न सक्छु। उसको शरीरसँग खेल्न सक्छु। उसलाई भन्न सक्छु म के चाहन्छु। शारीरिक भोक भन्दा मानसिक भोक झन् तीव्र हुँदो रहेछ। म जे नि सोच्न पाउँछु। मेरो मन, मेरो मर्जी, मेरो शरीर, मेरो खुसी। मानिस बाहिर स्वतन्त्र नभए पनि आफ्नो मनभित्र त स्वतन्त्रताले बाँच्न पाउँछ। ओछ्यानमा त कमसे कम स्वतन्त्र बाँच्न देऊ मनुष्यलाई। मलाई के को डर, अरूलाई के मतलब? म फोन गरेर अहिले नै उसलाई यो पलङमा सुताउन सक्छु। मेरो इच्छा, कसले के गर्छ मलाई? कसको किन रोकटोक? कमसे कम स्वतन्त्र सोच्न त पाउँछु नि। बत्ती निभाए, अघि नै बालेर राखेको हिटर नजिक बसेँ। रातको 1 बज्यो। बाहिरको एकान्त सन्नाटाले आफैलाई चिथोर्न थाल्यो। भोलिको कल्पनामा डुब्न थालेँ। भोलि त बिक्की माथि नै आउँछ। आहा, ऊ पहिलोचोटि माथि आउँदैछ मेरो अगाडि। उसलाई यही मोटो सोफामा राख्छु। माछा फ्राई गरेर खुवाउँछु। मान्यो भने विस्की पनि खुवाउँछु। पिउँछ होला नि अहिलेको युवा ठिटो। भैँसले भलेको त पक्कै। कस्तो हिस्सी परेको छ नि, मोरो काले। हाँस्दा पनि कस्तो राम्रो देखिँदो रहेछ। मन पर्यो। उसको युवा छातीमा एकचोटि छाम्ने इच्छा छ। के भन्ला मलाई? के सोच्दो होला? मैले भनेको मान्छ होला नि पक्कै। रात लम्बियो। निन्द्रा पटक्कै लागेन। पलङ छेउमा राखेको 1 गिलास पानी पिएँ। खुट्टा तातेन निकै बेरसम्म। झ्याल खोलेर हेरेँ। आँगनमा टिप्पर दिनभरको थकाइले मस्त निदाए जस्तो देखिरहेको छ। टिप्पर चालक बिक्की सानो लाइट बालेर क्याबमा मस्त सुतिरहेको छ। खुसी लाग्यो। उतै लुगामा झप्किएछ। सिरानी कस्तो अग्लो बनाएछ। मोबाइल हातमै देखेँ। मोबाइल हेर्दा हेर्दै निदाएछ बिचरा। माया लाग्यो। खोइ के भएको छ मलाई आजको नि? बिक्कीको मुहार हेरेँ। उसले बिस्तारै श्वास फेरेको पनि देखिन्छ माथिबाट। ऊ निदाएको हेरिरहेँ। एक कोरो हेरेँ। कल्पना गरेँ के। भोलि म बिक्कीलाई विस्की पिलाउँछु। म सँगै सुताउँछु। के थाहा कसलाई? माछा उसलाई असाध्यै मिठो लाग्छ। माछा र विस्की दुवैजना खाने। अनि के यति सोच्दैमा मलाई खोइ के भएको यस्तो? किन यति धेरै मात लागेको मलाई? हिस्टेरिया भनेको यही हो त। बिक्कीलाई उठाउँ जस्तो नि लाग्छ। तर फेरि के बहाना गरेर उठाउनु? तर डर लाग्यो भन्छु नि। त्यति भने त उसले पत्याउला। लोग्ने सम्झिएँ। ओहो, छोरीहरू त पुरै बिर्सिएछु। शून्य भएछु। म किन यस्तो अनैतिक सोचिरहेको छु आज? बिक्की मेरो चालक त हो। भने भइहाल्छ नि मनको कुरा। मलाई के को छेकथुन, के को डर? ऊ मेरो नोकर त हो। म जे मन लागे नि गर्न सक्छु, भन्न सक्छु। उसको ज्यान मेरो जागिरले त पालिएको हो। मैले जे भने पनि उसले नाइ नास्ति भन्न पाउँदैन। ऊ मेरो अधीनमा रहेको मान्छे हो। मैले पालेको हो। उसलाई माया गर्ने अधिकार पनि छ र घृणा गर्ने अधिकार पनि। छी, म स्त्री यति कमजोर किन फुल्याउन सक्दिनँ म आफैलाई? के भन्लान् मेरा लोग्नेले थाहा पाए भने? चालकसँग लसपस? या जेसुकै भनुन्, तिनी पनि मलाई झुक्क्याइ कति केटीसँग सुतेका छन्। मोबाइल चेक नगरेको र मैले पनि। एउटी नारायण घाटकी तिमिल सिन्हाकी छोरी थाप्री भन्दा हुरुक्कै हुन्थे। के थाहा, ऊ पनि त उतै छ अहिले पनि। नाम मात्रैको पैसा उसको। सबै व्यवस्थापन गरिदिनु त मेरै बुढा त हुन्। म मात्रै सती सावित्री बन्नुपर्छ भन्ने छ र? बुढा, तिमी पनि इमान्दार छैनौ। म मात्रै किन इमान्दार भनेर आफूभित्रको चाहनाको ज्वाला निभाइरहँ? मलाई पनि जल्न मन लाग्छ नि। आखिर मेरो पनि त तन हो, मेरो पनि मन हो। कति धेरै समय भइसक्यो म भित्रको प्यास नबुझेको। पुरुषहरू बाहिर चाहने अनि स्वास्नीहरू तिनकै माया ममता र सम्झनामा आरती गरिरहनु पर्ने। मलाई माफ गर बुढा। अब म तिम्रो मात्रै रहन्न। स्त्रीहरू कुनै दासी हैनन्। सुश्री सम्पत्ति भएर यो शताब्दीका कुनै स्त्री बस्न चाहन्नन्। मलाई माफ गर बुढा। म भोलि यति बेला बिक्कीको अङ्गालोमा बाँधिएकी हुन्छु। तिमी पनि उता रमाइलो गर। म केही भन्दिन। आँखा अगाडि अर्को सौता नहाल। बस यति भए पुग्छ मलाई। रमाइलो गर्न जानिन मैले तिमीले जस्तो। 2 लाला बाला छोरीहरू हुर्काउँदैमा मैले यौन र सुख भोग बिर्सिएछु। बिहान एकैचोटि बिउजेछु।
झलमल्ल घाम लागिसकेको थियो। झ्याल खोलेर हेरे राति नै उठेर गाडी लिएर गएछ बिक्की। आज त्यसलाई 1 कप चिया पनि दिन सकिन। मोबाइल हेरे उसको 2टा मिस कल आएको रहेछ। नुहाए तातो पानीले फोन गरेको धुन्चे पुगेको रहेछ। टिप्पर लिएर फर्कँदा तिर्सुलीको आलो माछा ल्याउनु भने आज उसले माथि नै आएर गीत डाउनलोड गर्ने भनेको छ। खोइ किन पो आज लागेको काममा मादकता छ। आज घर नै किन रमाइलो लागेको छ। आफैलाई एउटी चञ्चल चुलबुले अविवाहित नारी जस्तै सम्झेकी छु। ब्यागमा पैसा गनेको 1,80,000 जम्मा भएछ। दिउँसो बुढाले फोन गरे छिटो ब्याङ्कको लोन चुक्ता गर्नु भनेर। नयाँ चालक बिक्कीले राम्रो पैसा बुझाइरहेको छ भन्दा खुसी हुनुभयो। मिल्छ भने तल्लो फ्ल्याटमा उसलाई एउटा रुम दिनु भन्नुभयो। हस् भने पैसाको हिसाब किताब बुझाएको श्रीमान मक्ख परे। पैसा नै सबैभन्दा प्यारो रहेछ दुनियाँमा जस्तो लाग्यो। मलाई उरेकी स्वास्नी सबै थोक छ। सम्पन्न छु। कुनै कुराको पनि अभावमा बाँचेको छैन। तैपनि म भित्र कता कता के नपुगेको जस्तो भइरहन्छ। अरूको पोइ दसैँ तिहारमा छुट्टी मिलाएर आउँछन्। तर मेरा भने यस्तै हो। तिनलाई स्वास्नी नचाहिए मलाई पनि किन तिनी चाहियो। बेला बेलामा पैसाको हिसाब बुझायो सुन्यो त्यसमै मक्ख पर्यो। बिक्की टिप्पर लिएर आइपुग्यो। झम्के साँझ भएको थियो। म उसकै प्रतीक्षामा थिएँ। टिप्परबाट ओर्लियो। आज 11,000 बुझायो मलाई। आलो माछा 5 किलो ल्याएछ। वरिपरि कम्पाउन्ड भएको घर कसैले देख्दैनथे। मैले माथि हिँड भने सारेतिर हेऱ्यो उसले। अलिक डरायो। 2 महिना भयो ऊ अहिलेसम्म म बसेको फ्ल्याटमा गएको छैन। गीत डाउनलोड गर्ने भनेको होइन। हिँड माथि जाउँ। साउनी अहिलेसम्म म माथि नगएको कसैले देखे भने नि किन चिन्ता। मेरो घर मेरो मर्जी। तिमी मेरो चालक। अनि मान्छेले कुरा काट्यो भने आम्मै कसैको साहस छैन। आओ। ऊ र म माथि फ्ल्याटमा आयौँ। माछा छिल्कन लगाएँ मैले। असला माछा रहेछ। लामो सलक्क परेका गोसाइकुण्डदेखि बगेर आएको चिसो पानीमा खेलेका माछा हेर्दैमा पनि स्वादिला देखिन्थे। तल मूलगेटमा तालचा मारेर आए आफैले। माछा छिल्किएर सकायो बिक्कीले। उसको हातमा तौलिएर सेम्पू दिए। तातो पानीमा मजाले नुहाऊ बिक्की भने ऊ अलिक लजायो। बाथरुमभित्र छिर्यो। म विस्की तयार गर्न लागे। अलिकति तोरीको तेल राखेर माछा प्यानमा फ्राई गरेँ। 2टा गिलासमा विस्की हाले। ऊ नुहाएर बाहिर उभिरह्यो। मैले भित्र आऊ भने आयो। उसलाई मसँगै सोफामा राखेँ। भान्सामा खाना पाक्दै थियो। मोबाइलमा पासवर्ड हालिदिएँ। 2टा गिलासमा विस्की देखे उसले। मैले भने बिक्की आज धेरै चिसो छ। माछा र विस्की खाने है। ऊ अलिक लजायो। मैले भने तिमी पिउँछौ नि। ऊ केही बोलेन। पिउँ न अलिकति। तिमी र म मात्रै त हो नि। के को लाज। तामाङको छोरो कस्तो लजाएको। यति भनेपछि उसले गिलास समात्यो। एक ठुलो पेक बनाइदिएकी थिएँ। माछासँग खुब रमाएर पियो उसले। गीत डाउनलोड गरिदिनु न भनेर मोबाइल दियो मलाई। ऊ माछासँगै मजाले पिउँदैछ। मलाई पनि कस्तो झुमझुम भयो। उसको मोबाइलमा नेपाली चलचित्रको गीत डाउनलोड गरिदिन थाले। गीतहरू डाउनलोडसँगै उसले मोबाइलमा राखेको अर्कै रमाइलो खालको चलचित्रमा आँखा पुग्यो मेरो। खुलेर हेरे कस्तो नयाँ खालको रहेछ। नसाले माथिएको बेला झन् त्यस्तो चलचित्र। बिक्की तिमीलाई कस्तो भइरहेछ। मलाई त मजा आयो। पहिला पहिला पनि पिउँथ्यो। बाहिर त धेरै पिउँदिन। आमाले बनाएको जाँड चाहिँ खान्छु। बाहिर कहिले पिएनौ। सत्य कसम छैन। केटीसँग बसेर पिएको छैनौ कहिले नि। छैन। पहिला त पैसा हुँदैन थियो। अहिले पो काम पायो। तिमीलाई साउजीले तल फ्ल्याटमा रुम दिनु भन्नुभएको छ। बस्ने हो भइहाल्छ नि। बिहे गरेको छैन। म एक्लो त हो। कहिले बिहे गर्छौ। बिहे गर्न मन लागेको छैन। गर्ने हो। बाजा बजाएर गर्ने हो। ल भोलिदेखि तिमी टिप्परमा सुत्नु पर्दैन। भाडा कति लिनुहुन्छ। धेरै महँगो भए म घरमै जान्छु। त्यहीमा हो। तिमीसँग किन पैसा लिन्छु मैले। या लाटा। के एउटा कुरा भन्नु न। तिमी अलि लजाएको हो। होइन नि। अघि पिउँदा चाहिँ हो। अहिले चाहिँ होइन। मलाई हेर न सिधा आँखाले। मलाई लागे जस्तो छ त। खोइ के बोलेछु मैले। बिक्कीको मोबाइलको फिल्म आफै प्ले हुँदै गयो। पनि लाजले रातो भयो। साउनीले यस्तो फिल्म देख्नुभयो भनेर म पनि लाजले भुतुक्कै भएँ। मन थाम्नै सकिनँ। बिक्कीको शरीरमा आगो कुराब धन्किरहे जस्तो न्यानो अनुभूति भयो। यो निस्तब्ध रातमा एक कोठामा ऊ र म मात्रै।
छ्यालबाट चिसो आयो, बन्द गरिदिएँ। एउटा रमाइलो धुन गुन्जियो। बाहिर आकाशको जुनेली पनि कतै थामिए जस्तो एकान्त यति मिठो हुँदो रहेछ कि पहिलोचोटि अनुभव भयो। एउटा पुरुषको अगाडि आज मात्तिन मन लाग्यो। बिक्की सोफामा थियो। म चाहन्थे उसले मलाई आक्रमण गरिदियोस्, मलाई छोइदियोस्, मलाई अङ्गालो हालोस्। माछा र विस्कीले ऊ यति बेला भैँसको घोडा जस्तै हिँडिँदैछ। म भित्रभित्रै एउटा अग्निदह ज्वालामुखी उखल्दैछु। यो के हो? बाँच्न मात्रै हो या माया पनि? अनेकौं प्रश्नहरू आउन थाले। बिक्की नजिक गए। म उसको सामु उभिएर उसलाई हात दिएँ। ऊ अलिक हच्कियो। उसले मलाई समाउने साहस गरेन। म मातले मूर्छित थिएँ। आफै मदोसमा थिएँ। मैले उसको हात समातेँ। गालामा मोही खाएँ। मेरो श्वास एकदम बढेर आयो। आफैले आफ्नो ढुकढुकी थाम्न नसक्ने भएकी छु म। मलाई उसको सामु सर्वाङ्ग पल्टन मन लाग्यो। अब एकैछिन पनि अबेर भने म आफै पग्लिन्छु। ऊ उभियो। म उसैको सामु उभिएँ। दुवै हात दिएँ मैले उसलाई। आफ्नो कोमल हात समाउन दिएँ। म बेहोस जस्तै थिएँ। मैले उसको छातीमा आफ्नो शरीर राख्न खोजेँ। ऊ उभिएको स्थानबाट अलिक पर हच्कियो। मलाई ग्लानि फिल भयो। यो कस्तो पुरुष हो? किन मलाई स्पर्श गर्दैन? अति भयो। मैले अपमान सम्झेँ। साला, तल्लो जातको ड्राइभरलाई ओछ्यानसम्म ल्याएर गल्ती गरेछु भन्दै दाहिने हातले गालामा एक चड्कन तताएर हाने। उसको आँखाबाट आँसुको तप्पु चुहिएर गालाको भिर हुँदै बग्न थाले। केही बोलेन। चुपचापले उभियो। निशब्द भयो। फेरि सोधे, बिक्की, तिमी पुरुष हौ कि आइमाई हौ? पुरुष हुँ, तर आफ्नो प्रेम र आफ्नो कर्तव्यमा अडिग। के तिम्रो गर्लफ्रेन्ड छ? हाम्रो यो दसैँमा पुवाङ राखेको। म उसलाई धेरै माया गर्छु। मेरो पनि लोग्ने छ नि। के फरक पर्यो त? के आऊ मलाई सम्हाल, मजाले सम्हाल। हुँदैन, पाप लाग्छ। हाम्रो तामाङ जातमा बिहे गर्न भनेर सगुन साटासाट गरेपछि ऊ मेरी माया हो। प्रति विश्वासघात गर्दिन। मलाई असाध्य गाह्रो भयो। उसलाई चड्कन दिएको हात दुख्न थाल्यो। शरीरमा अघि नै पलाएको यौवनको उन्माद चिसो र शिथिल भइसकेको थियो। सरी, आइ एम भेरी सरी बिक्की। उसँगै म पनि रोएछु। बिक्की तल जान्छु भन्यो। म उसलाई तलसम्म पुर्याउन गएँ। उसले टिप्परको क्याबिनको ढोका खोल्यो। मैले भने, नरिसाऊ है बिक्की, बिन्ती, बरु तिम्रो गर्लफ्रेन्डलाई पनि यहीँ ल्याएर आऊ न है। उसले हस भन्यो। ऊ नरिसाइदिएकोमा म खुसी भएँ। रात आफ्नै पाराले घर्किरहेको थियो। माथि आइसकेपछि पनि फेरि झ्यालबाट हेरिरहेँ। उसलाई पिटेको हात दुखिरह्यो। उसले एक वचन पनि फर्काएन, केही भनेन। आखिर एउटा सामान्य चालक न थियो ऊ, तर ऊ रोयो मात्रै। उसको नुनिलो आँसु त्रिशुली जस्तै निर्मल देखेँ। आफैलाई धिक्कारेँ। आफैसँग रिसाएँ म आज। निन्द्रा परेन। फेरि एक पेग लिएँ। अहिले आफ्नै आँसु हिराए जस्तो लाग्यो। ऊ निदाइसकेको थियो। कस्तो शान्त मान्छे रहेछौ, बुद्ध जस्तै। फेरि मन पर्यो। उसको प्रेम देखेर मलाई कता कता जलन भइरह्यो रातभरि।